आज म तपाईहरुलाई सिद्रा माछाको तरकारी बनाएर देखाउँछु। सुकेको माछाको ग्रेभी पनि साह्रै नै मिठो हुन्छ। यो ग्रेभी तरकारीको लागि यतिको सामान तयार पार्नुपर्छ। आलु उसिनेर राख्नु भए पनि हुन्छ, काँचै राख्नु भए पनि हुन्छ। अब आफूलाई चाहिने जति प्याज काट्ने, गोलबेडा काट्ने, आलुलाई पनि मसिनो गरेर काट्ने, धनिया पनि काट्ने। अब माछालाई चाहिँ राम्रोसँग केलाउनु पर्छ। यसको भित्रको फोरहरू निकाल्ने, सबै राम्रोसँग सफा गर्ने। मलाई चाहिँ आलु टुक्रा गरेको भन्दा पनि यसरी धुलो पारेको मनपर्छ। तरकारी ग्रेभी बन्छ। अब एउटा कराईमा तेल राख्ने, अघि हामीले केलाएको माछालाई राखेर भुट्ने। यतिको भुटेपछि पुग्यो। अब त्यही कराईमा फेरि हामीले मेथी पड्काउने, खुर्सानी पड्काउने, लसुन पड्काउने। एकैछिन लसुन भुटेर अघि हामीले काटिराखेको प्याज पनि राखेर भुट्ने। प्याज अलि रातो भइसकेपछि त्यसमा बेसार राख्ने, स्वाद अनुसार जिरा धनियाको धुलो राख्ने। अब यो मसला सबै एकछिन भुट्ने अनि त्यसमा अब हामीले काटिराखेको गोलबेडा राख्ने। गोलबेडालाई पनि मजाले एकछिन भुट्ने। अब यसमा स्वाद अनुसारले नुन राख्ने। अब एकछिन छोपेर यसलाई फेरि भुट्ने। गोलबेडा प्याज अलि गल्नु पर्यो। यतिको भुटिसकेपछि अब हामीले यसमा अघि धुलो पारिराखेको आलु राख्ने। अब यो आलुलाई मजाले चलाउने, सबै मसलाहरू लाग्ने गरेर। हेर्नु त यतिको भयो। अब इच्छा अनुसारले कतिको झोल मनपर्छ त्यो अनुसारले पानी राख्ने। अब भने पालो आयो हाम्रो माछाको। अघि भुटेको माछा पनि त्यसमा राखिदिने अनि धनिया पनि राख्ने। अब मजाले चलाएर एकछिन छोपिदिने। यो तरकारीलाई चाहिँ एकछिन उम्लिन दिनु पर्यो। हेर्नु त म त यसरी बनाउँछु सुकेको माछाको तरकारी। तपाईहरूले कसरी बनाउनुहुन्छ? सबैको आफ्नै आफ्नो तरिका हुन्छ। म चाहिँ यसरी बनाउँछु। तयार भयो हाम्रो सुकेको माछाको तरकारी। मैले चाहिँ तरकारी अलि बाक्लो बाक्लो बनाएँ। मलाई चाहिँ यस्तै मनपर्छ भने तपाईहरू पनि बनाएर खान सक्नुहुन्छ। हेरिदिनु भएकोमा धन्यवाद।